बिहानको 4 बजे रेडी ल ड्रेसअप टक्क चेक गर्दै अनि त्यसपछि कफी खान रोकेर बाटोमा रन्क्यो गाडी। अब भ्यू हेर्दै मजाले कुदाउँदै गाडी पुग्यौँ। त्यसपछि पुगेर त्यहाँभित्र छिर्ने बेला त लास्ट भिड थियो। सबको बिदा भएर होला भित्र छिरेपछि रमाइलो नाच गान बजाउने। दिन पनि शीतल थियो। फुलसुल हेर्दै टक्क रमाइलो गर्दै आनन्द आयो। हावा चिसो चलिरहेको थियो। त्यसपछि आनन्दले यो हेर्दै बस्यौँ। अनि टक्क फुल वरिपरिमा चिसो हावामा रमाउँदै आधी घन्टा 1 घन्टा जति नै बस्यौँ। मलाई यहाँ हरियालीमा बस्यौँ। आनन्द भयो। वरिपरिको सिन हेर्दै यसो रिल्याक्स गर्दै साइकल चलाउँदै मान्छेले रिल्याक्स गर्दै थिए। वरिपरि सिन हेर्दै भ्यू चाहिँ वर्थ इट थियो साथीहरू। एकचोटि चाहिँ घुम्नै पर्छ। भोक लाग्यो त्यसपछि चटपट खान रेडी हुँदै ल टक्क लाएर चटपट ग्वाम खाइयो। मिठो थियो चटपट पनि खाइयो। त्यसपछि मोमो पाइनएप्पल के खाने भोकमा त जे पनि मिठो थियो। ढुङ्गा चढ्न रेडी हुँदै ल माथिबाट भ्यू खतरा थियो। वरिपरिको भ्यू ठाउँ चाहिँ राम्रै थियो। जोस् ठाउँ राम्रो साथीहरू। त्यसपछि जापान भए पनि ठ्याक्कै भ्यू चाहिँ युरोपको जस्तो ल हेर्नु ठ्याक्कै जापानिज स्टाइलमा ड्रम ठुकिरहेको थियो। रमाइलो थियो। डुडुम हेरियो एकछिन। त्यसपछि लास्टतिर फायरवर्क खाना भी हेरियो वरिपरि झिलिमिली। अनि त्यसपछि सकियो। लगभग 11-12 बजिरहेको थियो। त्यसपछि फर्क्यौँ। रमाइलो भयो।